हामीले गाउँ आएर नि एउटा केरा काटेर यहाँ भोलि पानी जम्छ भनेर राखेछौँ। पानी भरिन्छ अरे। केरा चाहिँ टन्नै छ है हाम्रो घरमा। कति चाहियो? यो म्यादी नम्बर 2, म्यादी नम्बर 1, म्यादी नम्बर 3, म्यादीको छोरा 2। आइज यो काट्नै जान्दैन तपाईँले? आमाले अर्कै तरिकाले काट्थे। एउटै घरमै कति छ हेर्नु नि भाइ ल। एउटा, दुईटा, तिनटा, चारटा, कति हो त? आमाहरूले यहाँ भोट लाउनु सिकाएछ तर नलाउनु रे, यहाँ लाउनु रे। यति ठाउँबाट यत्रो अदुवा आउँदो रहेछ। गाउँतिर छुट्टै रमाइलो छ क्या। हिमाल देखिन्थ्यो यहाँबाट। हिमाल देखिन्थ्यो, आज अलिक देखिँदो रहेछ। यताबाट हिमाल देखिन्थ्यो दामी तरिकाको। यो माथि नगरकोट डाँडा, यो नयाँ गाउँ, यो नगरकोट डाँडा, छिमेकी नम्बर 1, छिमेकी नम्बर 2, छिमेकी नम्बर 3। 18, 20, 22, 24, 26, 28, 30, 32। 2.5 दर्जन भनेपछि त 500 रुपियाँ अनि त्यसको हिसाबले हामीले आमा एकचोटि यति सबै केरा 500 बेचेर ल्यायो नि त। त्यति नि करले दियो। किलो मासु लिएर आएछ भने यति केरा पठाएर नबिकेर किलो गरेर फोन गर्छु। फेरि फर्काएर ल्याएर खोइ कटलाई दिएर भिराइदिएर हिँडेछ। औधी मिठो हुन्छ नि आमे। यो भिटामिन हो, भिटामिन। भिटामिन सी हुन्छ यसमा। पर्सि बोल त खोल्ने उयो लसुन छ उते हेर्नु म उते त प्याज रोपेको लसुन हरियो लसुन भने हरियो लसुन भनेको कस्तो राम्रो फुल फुल्दो रहेछ धनियाँ पनि। ए हल्ला बेत त छैन त? हल्ला बेत त मरेछ क्यारे हो। खै त्यस्तो लाग्यो। मरेको हो कि नआएको हो यो? यता चुनाव लागिरहेछ। हामीलाई मात्र लाग्न बाँकी चुनाव। यता चुनावको लागि लिन आएको गाडी। भोट लाउन चल्दैछ। बाटो सस्तै छ। कस्तो सफा पानी हो। बोट कान्टीमा लाउन जान्ला
जस्तो लाग्यो होला तर के हुन्छ त्यही गर्छ बाटो चाहिँ यस्तै छ रमाइलो बोटकैमा हाल्यो त बोट यस्तै छ अवस्था लाइफको पहिलोचोटि भोट हाल्न जाँदैछ रमाइलो छ नि हाम्रो गाउँ पनि त्यहाँ तल सफा पानी बगिरहेछ सफा मान्छे दिनै गएको यार त्यो पिङ्क थियो केराको पातको पावर के ए बा कहाँबाट यत्रो